नमस्ते आमा। नमस्ते। कस्तो हुनुहुन्छ? अब ठिकै छु हजुर। कति भयो आउनु भएको यहाँ? यहाँ आएको त 1 महिना ठ्याक्कै भयो अब। 1 महिना भयो। 1 महिना भयो। भनेपछि पहिरो जाँदा तपाईँ यही नै हुनुहुन्थ्यो? पहिरो जाँदा के भएको थियो भन्नु? पहिरो जाँदा शुक्रबार दिन चितमानु के भन्छ खोकन जाने भनेर तल गएका थिए, पानी परेर फिर्ता भएर आइए। तपाईँ सेल्फ केयरमा त्यहाँ तल? हजुर है। त्यही भएर दिनभरि फुसफुस पानी जति गरेर साँझ पऱ्यो अलिअलि बढ्दै गऱ्यो। म फेरि अब पढाना गर्छु। अर्को नानी पाराहरू पकाइदिनु भयो, खायौँ। भाँडा माझेँ मैले, सफा गरेर राखेँ। म ढोलाएर भित्र बसेँ अनि पढान गर्न लगाएँ। तपाईँ एक्लै हुनुहुन्थ्यो सेल्फ? म एक्लै थिएँ। चितुमान दाजुभाइको कोठामा थिएँ। र उनी राति आइरहेछन् मलाई थाहै छैन। दाजुभाइको कोठामा पनि थियो? तर पहिरो आउँदा चाहिँ तपाईँ एक्लै हुनु? म एक्लै। उहाँहरू निस्किनु भएछ, थाहै पाएन म त। तपाईँलाई बोलाएको केही थाहा भएन? पहिले त्यो पढान गर्दै थिएँ, घरम के रहेछ भने पछि फेरि पढान गर्दा रोकिएँ त पछि घराउमा पारेको पहिरो आउँछ ढल्छ, यता ढल्छ ऊ यता ढल्छ। भित्ताबाट तिनी यताबाट त्यो भित्ताको आटेबाट ज्याल सिसा फुटेर फेरि अगाडि ल्यायो। यो चाहिँ शुक्रबार राति हो। तपाईँले कति बजेतिर थाहा पाउनु भयो त पहिरो आयो? मैले त लगभग त मैले 12 बजेतिर थाहा पाएँ। 12 बजेतिर? ठुलो आवाज थियो? मैले रोकिँदै बिहान 8 बजेसम्म आयो पहिरो। अनि 12 बजे थाहा पाएपछि के भयो त त्यहाँ पहिरो? के भन्दा त्यो घर भत्काला भने यता वात आउँछ उता स्वर हुनुहुन्छ भने मैले थाहा पाइनँ। अनि रुख भयो सबै रुख सबै ढलिए। यो त परेन रुख, यो त त्यसरी पऱ्यो त्यो घरको यसैमा। माथिबाट पानी माथि जान्थ्यो। अनि त्यो घरभित्रै आयो? सेल्फ केयर भित्रै आयो? तपाईँ बसेकै बेडमा आयो त्यो टोयलेटबाट त थुन्यो। रुखका उपरि फेदभरि त भित्ता आउने थियो। माटो सबै गएर हेर्नु छैन। अनि तपाईँ भाग्ने कोसिस गर्नुभयो? भाग्ने कोसिस कहाँ जाउँ भागेर? यता पनि घेराले छ, यो त घेराले पछाडि घेरा छ, कहाँ जाउँ? अगाडि जाली छ फाला भने कहाँ जाउँ? त्यसो भएको निस्किने ठाउँ थिएन। पछि प्राण बचा तपाईँको हातमा बच्छु पऱ्यो, मैले तपाईँको हातमा पर्छ। डर माने एउटा आएन, जुन ठुलो मुटु भयो, जुन कराउँछु त्यो बेला प्राण गर्नलाई भोलि बिहान 9 बजेसम्म फेरि प्राण गरेँ। पछि त्यो पानी अलिअलि छुम्किँदैन पहिरो रह्यो। पानी कतिसम्म आयो त तपाईँ? पानी त यहाँसम्म आयो के, यसको यतिसम्म आयो। बेडमा यो बेडमा त्यो बेड जान्छ फलाले ऊ बेडमा तिते झ्यालको चोकमा गएर बस्यो तपाईँ? बेडबाट यस्तो फलाले त्यो तिते चोकमा गएर बसेँ, गराएको छु। झ्यालमा पनि झ्यालमा चोक्नु त गएँ, बसेँ। त्यहाँबाट कराउनु भयो? त्यहाँबाट पढान गरेँ। छिमेकीमा कराउँदा परमेश्वरसँग कराएँ। कसैले सुनेन? कसैले छैन। अनि त्यहाँ बाहिर कस्तो थियो त तपाईँले? बाहिर त जता कतै पहिरै थियो, पानीको खोला आउने बग्ने थियो। अनि झ्यालमा कति बेर बस्नुभयो त्यहाँ? मैले त 3 बजेबाट झ्यालमा छरेँ, रातिको 3 बजेसम्म, बिहानको 2 बजेसम्म। कस्तो लाग्यो त त्यति बेला? मलाई कसरी परमेश्वरले बचाउनुहुन्छ, म केही पनि हुन्न भन्ने बोलाउनु चाहिँ भयो मान्छेलाई? मान्छेले बोलायो, परमेश्वरसँग गुहार मागे मलाई बचाउनुहोस्, मलाई उद्धार गर्ने मान्छे जुटाइदिनुहोस् भनेर झ्यालमा बसेर प्रार्थना गरेँ। पछि फेरि अन्त भने हेरेँ, प्रभु मलाई उद्धार गर्ने मान्छे किन जुटाइदिनु हुन्न त प्रभु भनेर भएँ। फेरि पछि योपालि 2टा कर्मचारी जानुभयो। पछि मलाई नदेखेर फेरि उतै फर्कनु भयो। आएर पनि तपाईँलाई देखेन म त। अब त्यति झ्यालमा बसिरहेको छु सोकमाथि। पछि बाबु कहाँबाट आउनु, मलाई उद्धार गर्नु भनेर पछि फर्केर पछि आएर पछि मलाई तल झारेर त्यो झोला झारेर मटर यिनी डोपछि सबपछि यिनी झोलाबाट सबै छेतिए, म छेतिएँ। भाइहरूले ल्याएपछि तपाईँ त्यहाँ ट्रेनिङ युनिटमा पुग्नुभयो होइन? पुगेर अनि त्यसपछि चाहिँ कस्तो लाग्यो त तपाईँलाई? आनन्द लाग्यो मलाई।
उद्धार गर्नु हो भने दुईटा सरलाई धन्यवाद दिएँ। भन्न गएको भए त म 5 दिनसम्म बोल्दा मर्दैन थिएँ। बैठाउँ उनीहरू हुँदो अब चाहिँ बचियो भने अब सबै अनि यो हस्पिटल जोगाइदिनुहोस्, यो हस्पिटल एउटा बलियो चट्टान बनाइदिनुहोस्, पहिला नरोकोस्, यो गयो त पनि भने हाम्रो हस्पिटलको कर्मचारीले पनि तपाईँले सुरक्षा गर्नुहोस्